हेलो नमस्ते गाइस। आज म तिम्रो सेजवान सस बनाउन जाँदैछु है। यसको लागि मैले 2.5 लिटर तेल लिएको छु मैले हैन। अनि अनियन 1 केजी, अनि सेलेरी स्टिक 1 केजी, गार्लिक 700 ग्राम लिएको छु र जिन्जर हाफ केजी लिएको छु। ग्रीन चिल्ली 300 ग्राम लिएको छु र केही गरम मसलाहरू छ, खडा मसलाहरू छ, दालचिनी, तेजपत्ता र ल्वाङ र स्टार फुलेको छ। खासमा चाहिँ यो हाल्दैन हैन, खासमा चाहिँ यो खडा मसलाहरू हाल्दैन है सेजवान ससमा, तर म चाहिँ हालिदिन्छु है। तपाईँहरू के गर्नुहुन्छ हैन। अनि यो चिल्ली पेस्ट चाहिँ मैले 2 केजी खोर्सानीलाई पेस्ट गरेको छु हैन। 2 केजी खोर्सानीको बनाउँदैछु म चाहिँ। अब यो खडा मसलाहरू तातिसक्यो हैन। म यसमा 700 ग्राम गार्लिक हालिदिन्छु। अब अघि गार्लिक हामीहरूको गार्लिक थोरै हल्का ब्राउन भएपछि म जिन्जर हालिदिन्छु। जिन्जरको क्वान्टिटी चाहिँ 500 ग्राम छ। अब जिन्जर गार्लिकलाई हल्का मजाले फ्राई गर्ने यसलाई। अब चप जिन्जर गार्लिक मजाले फ्राई भइसकेपछि म 1 केजी अनियन चप गरेर हाल्दैछु है। अब यसलाई तीनवटैलाई मजाले फ्राई गर्ने। अनियन जिन्जर गार्लिक लाइट ब्राउन भएपछि अब म ग्रिन चिल्ली हाल्दैछु। ग्रिन चिल्लीको क्वान्टिटी चाहिँ 300 ग्राम छ। अब यसलाई हल्का मजाले पकाउने। अब यिनीहरू सबै फ्राई भइसक्यो। अब म सेलेरी चप गरेको सेलेरी स्टिक हाल्दैछु है। यसको क्वान्टिटी चाहिँ 1 केजी छ। यसलाई नै मजाले पकाउने हो। यो सेजवान ससमा चाहिँ खासमा यही हो, खास भनेको यसको सेलेरी स्टिक नै हो, यसको टेस्टलाई बढाउने हैन। मैले 2 केजी चिल्ली पेस्ट हालिदिएको छु यहाँ हैन। अब यसलाई मजाले लगभग 2-3 घन्टासँग मजाले पकाउनु पर्छ स्लो फ्लेममा। मैले यो पकाएर राखेको थिइनँ चिल्ली पेस्ट चाहिँ। अब 1 केजी टोमेटो सस हाल्दैछु हैन। म यो हल्का फ्राई भएको छ। रेड चिल्ली सस 500 ग्राम, सुगर 200 ग्राम, सल्ट 100 ग्राम। सल्ट मैले अघि पनि हालिदिएको थिएँ। बिस्तारै पकाउँदै जाने हो।